नमस्ते एभ्रिवन। क्लास 12 को इक्जाम नजिकै रहेको छ। 12 क्लासको इक्जाम नजिक आइरहेको छ। इक्जाम नजिकैसँगै विद्यार्थी भाइ बहिनीहरूको तनावको ग्राफ पनि बढिरहेको होला। तर तपाईहरु नातिनुहोस्, आज म तपाईहरुलाई 12 साइन्स एनईबी को इक्जाममा थर्मो इलेक्ट्रिसिटी भन्ने टपिक्सबाट भनौं न, इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम भन्ने टपिक्सबाट थर्मो इलेक्ट्रिक इफेक्टको एउटा क्वेशन, स्याम्पल क्वेशन लिएर यहाँ उपस्थित भएको छु, जसले तपाईहरुको इक्जामको लागि केही कुरा इजी गराउँछ है त। जस्तै हामीसँग एउटा ग्राफिकल क्वेशन छ। यो क्वेशन निकै इम्पोर्टेन्ट पनि मानिन्छ। द भेरिएसन बिट्विन थर्मो इएमएफ एन्ड टेम्परेचर इज सोन इन द ग्राफ। थर्मो इएमएफ र टेम्परेचरको भेरिएसनकोलाई हामीले ग्राफमा यसरी रिप्रेजेन्ट गर्न सक्छौं। हामीले पढेको पनि हुन्छ, ग्राफ प्याराबोलिक हुन्छ भनेर हामीले पढेका हुन्छौं। त्यो ग्राफ यहाँ बनाएको छ र त्यो ग्राफबाट चाहिँ अकर्डिङ टु ग्राफ हामीलाई केही क्वेशन्सहरु यसरी सोध्न सक्छ है। यो क्वेशनलाई हामीले थोरै हायर एबिलिटी क्वेशनको रूपमा लिन पनि सक्छौं है। जस्तै नम्बर 1 मा के सोधेको छ भने जस्तै राइट द नेम अफ ए बी सी एन्ड डी फ्रम द ग्राफ भनेको छ। यो ग्राफ चाहिँ थर्मो इएमएफ को टेम्परेचरसँग भेरिएसनको ग्राफ हो। यो हामी सबैलाई थाहा छ। योबाट हामीले ए बी सी डी को नाम लेख्नु पर्यो है। जहिले पनि यो पोइन्ट चाहिँ के हुन्छ भन्दा, यो पोइन्ट भनेको हामीले दुईटा जंक्सन, यो सीबेक इफेक्ट अप्लाई हुन्छ थर्मोनेटिभ इफेक्टमा, भेरिएसन अफ थर्मो इएमएफ विथ टेम्परेचरमा सीबेक इफेक्ट अप्लाई हुन्छ। र हामीले चाहिँ एउटा कन्डक्टरलाई के गर्छौं, कन्डक्टिङ वायरको एउटा एन्डलाई चाहिँ कोल्ड जंक्सनमा, अर्कोलाई हट जंक्सनमा राख्छौं। भनेपछि हामीले जहिले नै के बुझिन्छ भने यो पोइन्ट ए जुन छ, यो पोइन्ट ए लाई चाहिँ हामीले थीटा सी यानी कि टेम्परेचर अफ हामीले के भन्छौं, यसलाई टेम्परेचर अफ कोल्ड जंक्सन भनेर मान्छौं। कोल्ड जंक्सन है, टेम्परेचर अफ कोल्ड जंक्सन भनेर मान्छौं। यसको स्ट्यान्डर्ड भ्यालु हामीले आइसहरु, मेल्टिङ आइसहरुलाई लियो भने चाहिँ यो चाहिँ 0 डिग्री सेल्सियस पनि हामीले मान्ने गर्छौं। यसलाई टेम्परेचर अफ कोल्ड जंक्सन भन्छौं। भने हामीले बी पोइन्टलाई चाहिँ न्यूट्रल टेम्परेचर भनेर हामीले मान्छौं। न्यूट्रल टेम्परेचर भन्छौं। न्यूट्रल टेम्परेचर, यो चाहिँ न्यूट्रल टेम्परेचर हुन्छ जसलाई हामीले थीटा n ले रिप्रेजेन्ट गर्छौं। सी पोइन्ट भनेको यो न्यूट्रल टेम्परेचर भएको बेला जुन इएमएफ, पहिला कोल्ड जंक्सनमा इएमएफ 0 हुन्छ र इएमएफ बिस्तारै टेम्परेचर बढेसँगै जब टेम्परेचरको भ्यालु बढ्दै जान्छ, इएमएफ बढ्दै जान्छ र यो सी भन्ने पोइन्टमा इएमएफ के हुन्छ, म्याक्सिमम हुन्छ। जति बेला इएमएफ म्याक्सिमम हुन्छ त्यो बेलाको करस्पोन्डिङ टेम्परेचरलाई हामीले न्यूट्रल टेम्परेचर भन्ने भावनाले यो पोइन्ट सी लाई चाहिँ हामीले के भन्छौं, म्याक्सिमम इएमएफ, इम्याक्स, अथवा यसको नाम के हो, म्याक्सिमम थर्मो इएमएफ हुन्छ। म्याक्सिमम थर्मो इएमएफ भनिन्छ यसलाई। भने पोइन्ट डी मा चाहिँ के हुन्छ भने फेरि जब न्यूट्रल टेम्परेचरबाट टेम्परेचर बढ्दै जान्छ, पिकमा पुगेको म्याक्सिमम इएमएफ चाहिँ बिस्तारै डिक्रिजिङ हुँदै गएर डी पोइन्टमा 0 हुन्छ र डी बाट फेरि के हुन्छ, पोलारिटी चेन्ज भएर यो साइकल रिपिट हुन्छ। भनेपछि पोइन्ट डी लाई चाहिँ हामीले थीटा आई अथवा यसलाई के भनिन्छ, टेम्परेचर अफ इन्भर्सन भनेर हामीले भनिन्छ। टेम्परेचर अफ के भनिन्छ, इन्भर्सन। यसरी हामीले एबीसीडी लाई के नाम छ, एबीसीडी को यो ग्राफबाट के हो भने ए भनेको टेम्परेचर अफ कोल्ड जंक्सन, बी भनेको न्यूट्रल टेम्परेचर, सी भनेको म्याक्सिमम थर्मो इएमएफ इम्याक्स र डी भनेको टेम्परेचर अफ इन्भर्सन। 0.5 हाम्रो यसरी 2 मार्क्स आउँछ। सिमिलरली नेक्स्ट क्वेशन हामीसँग छ यसैको। अर्को 1 मार्क्समा के सोध्यो भने ए फिगरबाट डिफाइन द टर्म बी भनेर फेरि 1 मार्क्समा आयो। यो 5 मार्क्सको क्वेशन गर्दैछु मैले। अगाडि नेमिङहरु 2 मार्क्स भयो, त्यसपछि यो बी लाई हामीले डिफाइन गर्नु पर्यो। अगाडि बी भनेको हामीले के ल्यायौं, बी भनेको थीटा n भनेको हामीले के भन्यौं, न्यूट्रल टेम्परेचर भन्यौं। अब न्यूट्रल टेम्परेचर भनेको के हो, हामीले डिफाइन गर्नु पर्यो। न्यूट्रल टेम्परेचर भनेको के हो, द टेम्परेचर अफ अ हट जंक्शन, टेम्परेचर अफ अ हट जंक्शन where value of thermo EMF becomes के हुने रहेछ, becomes maximum भनेर हामीले लेख्नु पर्यो। त्यसपछि हामीले 1 मार्क्स पायौं। हामीलाई के भनेको छ भन्दा डिफाइन द टर्म बी भन्नु। बी भनेको के हो, न्यूट्रल टेम्परेचर भनेको के हो, द टेम्परेचर अफ अ हट जंक्सन वेयर द भ्यालु अफ थर्मो इएमएफ बिकम्स म्याक्सिमम। द corresponding value of
टेम्परेचर के हुन्छ न्युट्रल टेम्परेचर कति बेला जति बेला थर्मो इएमएफ म्याक्सिमम हुन्छ हामी त्यसरी डिफाइन गर्न सक्छौं र नेक्स्ट चाहिँ हामीलाई के सोधेको छ भने थर्डमा पनि फेरि 1 मार्क्स नै अर्को क्वेशन व्हाट इज द रिलेशनशिप बिट्विन टर्म बी एन्ड डी when the values of A equals to melting point of ice भनेको छ यहाँनिर अलिकति ध्यान दिन जरुरी छ है भ्यालु अफ A equals to melting point of ice भन्यो अब हामीलाई खासमा फ्रम ग्राफ हामीले बुझ्ने के हो ग्राफबाट हामीले बुझ्ने इनरको रिलेसन चाहिँ के हो भन्दा B इज इक्वल टु हामीले ग्राफबाट चाहिँ A प्लस D बाई 2 भनेर बुझ्छौं यो हामी सबैले बुझ्ने जति हो B भनेको A प्लस D बाई 2 भनेर हामीले यो ग्राफबाट बुझिन्छ किनकि E म्याक्स हुँदा ठ्याक्कै म्याक्सिमम पोइन्टमा हाइएस्ट पोइन्टमा गएको हुनाले ठ्याक्कै B ले न्युट्रल टेम्परेचरले के गरेछ दुईटालाई इक्वल पार्टमा बाँडेको छ यो पार्ट र यो पार्ट इक्वल छ यता र यता बराबर छ भन्नुको मतलब के B भनेको A प्लस D बाई 2 हुन्छ भन्नुको मिनिङ के भने B लाई हामीले न्युट्रल टेम्परेचर थीटा I भनेको छ भने A भनेको थीटा C D भनेको थीटा I तल कति हुन्छ 2 थीटा n भनेको थीटा C प्लस थीटा I बाई 2 हुन्छ अब क्वेशनले के गर्नु भनेपछि भ्यालु अफ A इक्वल्स टु मेल्टिङ पोइन्ट अफ आइस मेल्टिङ पोइन्ट अफ आइस भनेपछि थीटा C टेम्परेचर अफ कोल्ड जंक्सन कति हुन्छ 0 डिग्री हुन्छ जब थीटा C 0 डिग्री हुन्छ भने थीटा n भनेको कति भयो थीटा I बाई 2 भयो भनेपछि यसलाई के लेख्न सकियो भन्दा थीटा I इज इक्वल टु 2 थीटा n भनेर लेख्न सकियो थीटा I इज इक्वल टु 2 थीटा n जति बेला A को भ्यालु A पोइन्ट को भ्यालु मेल्टिङ पोइन्ट अफ आइस हुन्छ 0 डिग्री सेल्सियस हुन्छ भने त्यति बेला रिलेसन के रहेछ B र D को भन्दा B भनेको थीटा n D भनेको थीटा I हेन्स थीटा I इज इक्वल टु 2 थीटा n सिमिलरली नेक्स्ट क्वेशन हामीसँग छ राइट इक्वेसन रिप्रेजेन्ट बाइ दिस ग्राफ भन्यो अब यो ग्राफले चाहिँ कुन इक्वेसन रिप्रेजेन्ट गर्छ त्यो इक्वेसन लेख्ने भनेको छ हामीलाई भेरिएसन अफ थर्मो इएमएफ विथ टेम्परेचरको यो ग्राफ हो यसमा हामीले बुझ्दा बित्तिकै ग्राफ हेर्दा बित्तिकै प्याराबोलिक ग्राफ छ भनेपछि इक्वेसन अफ प्याराबोला योबाट हामी जाँदा प्याराबोलिक इक्वेसन भन्दा E इज इक्वल टु A थीटा प्लस के को फर्ममा आउनु पर्यो B थीटा स्क्वायर को फर्ममा आउनु पर्यो E भोल्टमा आउनु पर्यो भन्ने थीटा केमा आउनु पर्यो डिग्री सेल्सियसमा आउनु पर्यो यसरी लेख्न पनि सकिन्छ यसलाई अथवा यसलाई E इज इक्वल टु A थीटा प्लस 1/2 B थीटा स्क्वायर लेख्दा पनि हाम्रो मार्क्स आउँछ भने कोही चाहिँ यसलाई कसरी पनि लेखिएको हुन्छ भने E इज इक्वल टु अल्फा थीटा प्लस बीटा थीटा स्क्वायर पनि लेख्न सकिन्छ अथवा E इज इक्वल टु अल्फा थीटा प्लस 1/2 बीटा थीटा स्क्वायर लेख्न सकिन्छ जहाँ चाहिँ E भनेको थर्मो इएमएफ हो थीटा भनेको टेम्परेचर हो अल्फा र बीटा भनेको थर्मो इलेक्ट्रिक कन्स्ट्यान्ट हो भनेपछि यसरी नै हामीले यो क्वेशनलाई यसरी यो क्वेशनहरु गर्न सकिने रहेछ भनेपछि यो एउटा इम्पोर्टेन्ट क्वेशन्स पनि हो र यसलाई अलिकति ध्यान दिएर हजुरहरुले हेर्न सक्नुहुन्छ थ्यांक यू